ल अहिले चाहिँ भने टक्सर बजारको सेरोफेरो यहाँ आइपुगिसक्नु भएको छ भोट माग्दै र हामी पनि सँगसँगै छौँ। हजुर रवि बालेन चाहिने युगबाट अर्को युगमा फर्को मार्दैछ। मम्मी बुवालाई भन्नु नि घन्टी बेलाउनुपर्छ बुवा अब त्यसमा चाहिँ अब तपाईँले यसो इष्टमित्रलाई नि भनिदिनुहोस् मेरो एउटा कार्ड पनि राख्नुहोस् दिदी। उहाँले पढाउनु भएको उहाँले पढाएको हिजो भर्खर हामीले के कुरा नि गरेका थियौँ होइन। मैले अस्ति फोन गरेर तपाईँले उठाउनु भएन तर तपाईँ मधै जानु भयो। म मधे मेरो पनि गुरु उहाँले फेरि उहाँ र हेमराज राई चाहिँ क्लासमेट अरे आइएससी बिएससी भन्नुभयो। हेमराज सांसद पहिले हेमराज चाहिँ बिएससी हो हामी टिचर चाहिँ सँगैको ए ट्रेनिङ सँगै गरेको हेमराज राई। ल अब मैले भोट मागिरहनै परेन गुरुले चेलालाई दिएकै कुरा हो। सर एकछिन हजुरले घुमाउनु न यताबाट यता जानु है। म एकछिन बुढा मान्छे घन्टी बजे टक्सरमा अब घन्टी बजेको छ। घन्टी बज्यो। घरमा यहाँ माथिसम्म होइन खुड्कीलाई देख्नुभयो नि। हजुर हजुर अहिले खन्दै खन्दै काँटालाई पुग्यो हुँदैन एक मान्छे गहिरो भयो। एक मान्छे हो त्यही भनेर चाहिँ हामी नयाँले हाल्नुहोस् हामी हामी लागि पर्यो। तपाईँ एक दिन भोट हाल्नुहोस् 5 वर्ष हामी काम गर्छौँ। घर यस्तो छ हजुर हजुर मोमो त हिँड्नु पर्ने बाटो पनि होइन। सबै यो त दुरिया हो ल ल ल ल दिदी निराश नहुनुहोस् हामीलाई काम गर्ने मौका दिनुहोस् यो काम हामी गर्छौँ। जितेर चाहिँ काम भन नै कठालसम्म नै हामी हो। अब सबै अब पैसामा बिक्ने मान्छे होइन सबै पैसामा बिकेर चाहिँ यो काम नभएको पैसा जति आफ्नो बेचेर हो त्यही भएर यो काम काम जति नभएको अर्काको दिएर हो त्यही भएर चाहिँ यो काम नभएको यसको समान पार्टी कि छैन कि मसँगै पढेको हुनु र त भन्दा मेरो दामोदर हजुर अनि प्रकाश कार्की अनि अर्को दुर्ग कुमार तामाङ हाम्रो यहाँ साथीलाई सुनाउनु यहाँ मेरो फोन नम्बर पनि छ ती फोन गर्दा नि हो। राज्य सत्ता यो काङ्ग्रेस र कम्युनिस्टको पेवा होइन केही भने नि मलाई फोन गर्नुहोस् यिनलाई कहाँ पुर्याउने म गर्छु। त्यस्तो मान्छेले पुऱ्याउन कति घुस खाएर हरेक कति गर्यो तर हामी त्यस्तोमा कहिले पछि लागेनौँ नि जानु। हुन्छ वेस्ट गएदेखिको माइलो छोरो है त त्यसपछि हाम्रो उम्मेदवार उहाँ हुनुहुन्छ रमेश दादाजी हुनुहुन्छ मै टक्सरमै पढेको अब हाम्रो छोरछोरीको लागि पनि यो देश बनाउनु पर्यो। वर्षदेखि हामीलाई ठगी अब हामी ठगिनु भएन। दिदी सम्झेर सानो क्वेसन गर्न चाहे जस्तो राजसभालाई तपाईँको विचारमा के भन्न चाहनुहुन्छ राजसभालाई के सुझाव दिन चाहनुहुन्छ तपाईँ? अब सुझाव के दिने भन्दा हामीले त अब आदि जीवन बितायो होइन अब भारी सम्पत्तिहरूलाई चाहिँ यहाँ गरिखाने वातावरण होस् मेन कुरा अब पढाइ स्वास्थ्यहरूको लागि राम्रो होस् केही गरिखाने वातावरण चाहिँ होस् होइन। हाम्रो अब छोराछोरीहरू होइन तपाईँहरू विदेश जान नपरोस् केही गरी खानलाई आफ्नो रोजीरोटीको लागि बाहिर जानु नपर्छ त्यति चाहिँ हाम्रो धेरै ठुलो केही माग पनि छैन। अबको जेनेरेसनमा भनेको हामी चाहिँ राजसभाको अन्धभक्त भएर पनि होइन क्या राजसभालाई गलत गर्यो भने चाहिँ यहाँ गलत भयो भनेर कठालो समातेर ल्याउने रेस्पोन्सिबिलिटी पनि हाम्रो हो क्या। त्यो भएर एकपल्ट चाहिँ मौका दिनुपर्छ राजसभालाई काम गरेन भने कसरी हुन्छ त्यो मान्छेलाई काम गराउने नै हो क्या नगरेर त हुँदैन नि त। हामीले यत्रो दुःख गरेपछि जनताको लागि गर्नु परेन। नमस्कार घर मेरो यहाँ आमतेको अनि आमतेकको मान्छेले हामीलाई यहाँ केही गर्छन् त हेर्दैनन् होला जिल्लाको हो देशभरकोलाई गर्न चुनाव हो यो जिल्लाभरिको हो एकजना जित्ने यो ओडाको भए पो म आमतेको बोलडाँडामा ल है अब सहयोग गर्नुहोस् कमसेकम हाम्रो छोरछोरीको लागि यो देश विकास गरौँ। विकास भन्दै हामी धेरै पछाडि भन्नै पर्दैन म पोहोरदेखि के जय घन्टी भन्दैछु। हाम्रो गणेश थान यति चाहिँ हाम्रो उम्मेदवार उहाँ हुनुहुन्छ अगाडिकै होला ल म माइलो है त भेट्नुभयो
नमस्कार म रमेश जेरी अझै छ म यहाँ 48 बहिनी नमस्कार है म रमेश ओझा हाम्रो नेता उहाँ हुनुहुन्छ यसपालिको ल है बहिनी सुभाष ढकाल हो ल हजुर बहिनी ए ल चल म रमेश ओझा उम्मेदवार आए दाजु भोट चाहिँ यसपालि बरो अब म पनि हो नि घरको गर्नलाई काम कन्फ्युज केही नहुनु झन्डीलाई झन्डी